ज्यू अनि हाम्रो दिदी अर्याल सभामुखज्यू अनि सम्पूर्ण अनि हाम्रो सम्मानित व्यक्ति महेश्वर शर्माज्यू, सम्पूर्ण उपस्थित हुनुभएका दर्शक महानुभाव, स्कुलका विद्यार्थीहरू र सबैजनालाई मेरो तर्फबाट हार्दिक नमस्कार छ। म 20 वर्ष अगाडि विद्यार्थी भएर आए नेपालमा पहिलोचोटि। त्योभन्दा अगाडि मलाई पठाएको क्यासेटबाट अलिकति मात्रै नेपाली भाषा सिकेको थिएँ। सिक्दै गएँ, तर पनि कहिल्यै पनि सोचेको थिएन कि यस्तो सम्मान प्राप्त गर्ने ठाउँमा पुग्ने थिएँ। यो मेरो लागि धेरै ठुलो कुरा भयो। अनि अहिले भानु प्रतिष्ठानको अध्यक्ष दिव्य अर्यालको अनुरोध अनुसार म कोसिस गर्छु अलिकति भानुभक्त रामायणको 2 लाइन गाउनलाई। एक दिन नारद सत्यलोक पुगी गया, लोकको गुरु हित पनि ब्रह्मकै त्यहाँ पर्या चरणमा खुसी भए पनि। क्या सोच्छौ तिमी सोध भन्छु म भनी, मर्जी भए त्याग जसै ब्रह्मको करुणा बुझेर ऋषिले बिन्ती गर्यो यो कसै। बालकन्दाका पहिला 2 लाइन भने। अब म पनि यस भानुभक्त रामायणबाट धेरै कुरा सिक्न सक्छु। जस्तो हामी लोकगीतको बारेमा अनुसन्धान गर्नेहरूले छन्दमा पनि ध्यान दिनुपर्छ अनि उच्चारणमा पनि ध्यान दिनुपर्छ। यो भानुभक्त रामायण पढेर सबै कुरा स्पष्ट आउँछ। त्यो पनि एउटा धेरै ठुलो कुरो प्राप्त भए यस सम्मान पाउँदा। अनि म चाहिँ यो रामायण पढ्न सिकेको थिएन पहिले। म खास गरी त्यहाँका लोकदोहोरी अनि अरू आषाढी गीत यस्ता कुराहरूमा पञ्चे बाजाको सङ्गीतमा अनुसन्धान गरेर आएकी थिएँ। त्यही भएर यो कसरी जोडिन्छ भने रामायण पनि साहित्य मानिन्छ, तर यो पनि मौखिक साहित्य हो। अनि हामी साहित्य पढ्छौँ, उपन्यास पढ्छौँ, लिखित कविताहरू पढ्छौँ, लेख्छौँ, त्यो पनि ठुलो कुरा राम्रो कुरा हो। तर के बिर्सिनु हुँदैन भने यो भाषाको संरक्षण गर्ने हो भने भानुभक्तले गर्नुभए जस्तै भाषाको आधारमा जनताको एकीकरण गर्ने हो भने हामी मौखिक साहित्यमा पनि ध्यान दिनुपर्छ। उच्चारणमा, छन्दमा, बोल्ने शैलीमा यो सबै मौखिक कुराहरू, लिखित अर्थहरू सँगसँगै आउने कुरा हो। अनि यसै गरी मैले सिकेको लोकदोहोरीमा अलिकति अन्तिम कुरो भन्न चाहन्छु। हे सिक्दै आए नेपाली संस्कार, हृदयदेखि गर्दैछु नमस्कार। पश्चिम पूर्वको म फेरि भेट्टाइले होला, राधिका दुर्गाको पूर्वको म फेरि भेट्टाइले होला, राधिका दुर्गाको। यति भन्दै म बिदा लिन चाहन्छु। सबैलाई नमस्कार।